हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। आजको ब्लग चाहिँ हामी यो तपाईँले देख्दै हुनुहुन्छ, यो चाहिँ भेडेटार हो। भेडेटारमा यहाँहरूलाई सबैलाई स्वागत छ। हामीलाई चाहिँ भेडेटारको चिसो मौसमले हामीलाई चाहिँ वेलकम गरिसक्यो। तपाईँहरूलाई चाहिँ मैले वेलकम गरेँ है त। वेलकम छ मेरो युट्युब च्यानलमा। यो चाहिँ भेडेटारको मेन चौक हो। सुनसरी र दाउनकुटाको बोर्डरमा यहाँको मौसम एकछिनमा क्लाउडी हुन्छ भने घरिघरि पानी पनि पर्छ। यहाँको विशेषता पहिला चाहिँ गर्मी छ। यहाँ चाहिँ ज्याकेट चाहिँ कम्पलसरी भन्दा पनि हुन्छ। म चाहिँ सर्टमा हिँडेर छु, जाडो जाडो फिल भइरहेछ है त। सागसब्जी सबै अर्ग्यानिक है त हाम्रो सुन्दर भेडेटारमा। हेलो गाइस, आज चाहिँ हाम्रो गणेश साथीसँग पनि भेट भयो। एकदम नसोचेको टाइममा भयो होइन। ठ्याक्कै हामी पनि भिडियो सुट गरिरहेको थियौँ, उहाँ पनि ठिक्कै आइपुग्नु भयो। चिनजान भयो, उहाँले चिन्नुभयो, म त आफ्नै धुनमा थिएँ है। यो भ्लगमा उहाँलाई पनि मैले क्याप्चर गर्नु पाउँदा मलाई नि एकदम रमाइलो लाग्छ। मलाई खुसी लागिरहेछ। मलाई अब यसरी अचानक भेट भयो होइन। यस्तो मौसममा फेरि तल गर्मी पनि भएको भएर हामी चाहिँ त्यो चिसो खान आएको थियौँ। यहाँ चाहिँ समय बेला बेलामा चेन्ज भइरहन्छ। जस मौसम राम्रो छ, जस यताबाट भ्युज पनि अहिले कहीँ घाम लागिरहेछ देख्न सकिन्छ। जस रमाइलो वातावरण छ भनौँ न। हजुर, रमाइलो भइरहेछ। अहिले क्लाइमेटले पनि अलिकति च्यालेन्जै गरिरहेछ। हाम्रो गणेश साथी, उहाँसँग चाहिँ फर्स्ट भेट हो। हामी युट्युबमा उहाँको भिडियो र मैले पनि उहाँले पनि हेर्नु हुँदो रहेछ। हामी युट्युब मार्फत कनेक्ट भएको थियौँ। अनि त्यही भएर आज चाहिँ यहाँ सोच्नु नसोचेको बेलामा भेट पनि भयो। निकै खुसी लागिरहेछ मलाई चाहिँ। उहाँलाई पनि खुसी लागिरहेको हुन्छ। मलाई त जान्ने एकदम खुसी लागिरहेछ। त्यही भएर अहिले यहाँको वातावरण पनि यस्तो यतातिर एक साइडमा हेर्दाखेरि चाहिँ पुरै हुसी लागेको छ नि। एक साइड पछाडि ब्याकग्राउन्डमा हेर्दा चाहिँ पुरै मौसम खुला छ क्या। यहाँ अब यो भेडेटारको मौसम भने चाहिँ तपाईँहरूले अब सोच्नु नसोचेको मौसम हुन्छ। हजुर, यहाँको चाहिँ विशेषता नै यही है। यहाँको विशेषता नै यही हो। यही हेर्नलाई हामी टाढो टाढोबाट, हामी त त्यहीँबाट हो। यहाँ मान्छेहरू चाहिँ कहाँ कहाँ बिहारबाट पनि वेस्ट बङ्गालको गाडीमा पनि देखेको थियौँ। पुरै मैले भेस्टहरू खोलेर हिँडिरहेको थिएँ। अब उनीहरू यहाँ आएपछि चाहिँ सायद भेस्ट होइन ज्याकेटै लाउनु पर्ने बाध्यता भयो होला यहाँको मौसम देखेर। किनभने उहाँलाई नि गर्मी भएर होला वेस्ट बङ्गालको गाडी देखेको थिएँ। तपाईँले कहाँको फुटेजहरू लिइसक्नुभयो? मैले छैन। आज चाहिँ हामी विशेष रमाइलोको लागि अनि चिसोलाई यसो दूर गर्नको लागि, यसो छुट्टीको समयको सदुपयोग गर्नलाई म चाहिँ यहाँ आएको थिएँ। हजुर, अनि त्यही भएर चाहिँ यहाँ अचानक भेट भयो है। यो ठाउँ चाहिँ अलिकति दामी नै छ। जस पर्यटक स्थलमा भेडेटार भन्दा चाहिँ अलिक शान्त अनि अलिक रमाइलो लाग्ने भएको भएर जसलाई शान्त मनपर्छ भेडेटार चोकबाट यो उत्तरतिर पाथेरा मन्दिर जाने छेउमा चाहिँ यहाँ चुचो उकालो छ। यहाँ आएर चाहिँ बस्दा चाहिँ अर्कै आनन्द आउँछ क्या। अनि त्यही भएर चाहिँ हामी यहाँ आज चढेको थियौँ। रमाइलोको मौसम पनि राम्रै छ। ल त है, इन्जोय गर्नु होला। अब फर्किने टाइम पनि हुन्छ होला है। तपाईँ चत्रा घर होइन? चक्करघटी हो। उहाँको इटारी रहेछ। आज चाहिँ मजाले चिन्जान भयो है त। हामी कन्ट्याक्ट नम्बर पनि लिन्छौँ यदि भेट भएको खण्डमा। हामी अरू बेला इन्जोय गर्छौँ है त। हस् त, बाई बाई। र उहाँसँगको अचानक भेट, रमाइलो क्षण र एक अर्कामा खुसी साटासाट गर्ने क्रम सकिएपछि हामीले टाइमलाई पनि अलिकति ख्याल गर्नुपर्ने भएको कारणले उहाँसँग हामी बिदा भएर फेरि ब्याक टु दि चोकतिर है त। चोकतिर आयौँ। चोकतिर आइसकेपछि फेरि यहाँको क्लाइमेट चाहिँ एकदम चेन्जिङ क्लाइमेट भइरह्यो नि त। घरि फगी आउने, कुहिरोहरू उडेर आउने, फेरि क्लियर हुने, फेरि घाम लागे जस्तो हुने, फेरि क्लियर भ्यूहरू देखिने, यो प्रोसिजर चलि नै राख्यो यो नेचरको। त्यो फुटेजहरू चाहिँ लिन चाहिँ म एकदम आतुर नै थिएँ।
एकदम अतुर भइराखेको कारणले म ब्याट्री जबसम्म फ्याक हुँदैन तबसम्म मैले ड्रोनहरू फ्लाइ गरि नै राखेँ। अनि यो सोनीको त दुईटै ब्याट्री फ्याक भयो अनि क्याननको चाहिँ अलिकति र गाइस हजुरहरूको रोजाइमा कुन प्लेस अब राम्रो होला। तर मेरो रोजाइमा चाहिँ प्रदेश नम्बर 1 को चाहिँ यो भेडेटर र इलाम चाहिँ बस्नेलाई चाहिँ। तर यो झापातिर यो मेचीतिर बस्नुको लागि चाहिँ इलाम पनि नजिक नै होला जस्तो लाग्छ है त गाइस। बाई अर्को भिडियोमा फेरि भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि भेडेटालाई नि बाई भाइ, मेरो च्यानलमा पनि तपाईँहरूलाई बाई। अब हामी सिधै हेडिङ ब्याक टु होम।